हात मिलाउने त आफ्नो हैसियत मिल्ने मान्छेसँग हो। तँलाई यहाँ थाहा छ कति रङका माछाहरू छन् भनेर? नौरङ्गी माछा छन्। नौरङ्गी माछाको इन्चार्ज हो म। पोलिट ब्युरो इन्चार्ज भन्छन् नि, हो त्यस्तै नौरङ्गी इन्चार्ज हो म। एउटा सिमेन्टीको कुवामा चाडा माछा पालेर त्यसको गोठालो बसेर छ, त्यही पनि ठुलो कुरा छ। तँ जस्तै एउटा रङको माछा खोज्दै खोला खोला हिँड्ने हैसियतको मान्छे हो म। हैसियतको कुरा गर्छ। तेरो भन्दा ठुल्ठुलो नाक भएको माछालाई मैले सिलमा उनि सकेको छु। हाकिम साहब हुनुहुन्छ घर? हुँदैन नगर्नुहोस् तपाईँ। तपाईँलाई झन् आफ्नै मान्छे मन ठानेर भयभरको राजकुलो काटेर तपाईँको जग्गा ठुलो बनाएको हो कि होइन ल भन्नुहोस् त। आफै हो कि होइन ल भन्नुहोस् त। हो नि, कस्तो कुरा नबुझ्नु भएको। नक्सामै 2 सेन्टिमिटर बढाइदिएको थियो, हो कि होइन भन्नुहोस् त। नक्सामा 2 सेमी भनेको फिल्डमा 2 आना हो, थोरै हो त। नरिसाइ बक्स्यो न हजुर। हजुरलाई 4-5 आनाको कुड्का मिलाइदिन्छु भनेकै छु त। नकुरा गर्नुहोस् तपाईँ। भन्ने बेलामा चाहिँ जग्गाको कुड्का दिन्छु भन्ने, अनि दिने बेलामा चाहिँ गोर्खापत्रले पोको पारेर यत्रो भोड्का दिने। रेड लेभल र भुटका जाओ खानु नपाएको मान्छे हुँ म। ल भन्नुहोस् त तपाईँ आफै। भुटका अनि जग्गाको कुड्का कहीँ मिल्छ? दिदी ल 7.5 किलोको माछा राखेर हो गए दिदी। रक्षा गर मेरो। राम राम राम, कहाँबाट ल्याइस यत्रो माछा? अब दिदीलाई भेट्न आउने भनेपछि खाली हात के आउने भनेर बल्छी पोखेर त्रिशुलतिर गएको। ज्या म बल्छी हानेको यत्रोबाट माछा परिहाल्यो ल। मैले यता तान्दछु, उताबाट माछाले तान्दछ। मलाई त गर्लेमै पार्यो नि खोलामै। पछि 3 जना साथी आएर माछा र मलाई बल्ल बल्ल ताने क्या। बिचरा पुन्तुरे। ए हजुर सुन्छु त। हजुरले चिनिस्यो? त्यही त बुझुना त यत्रो नहुनु पर्ने असला हो। ए मैले उ त्यसलाई भनेको। ए उसलाई पो लौ न। चिने जस्तो त लागु। को बाबु त? मेरो माइती गाउँको पुन्टुरे। अस्ति नै तपाईँको त्यो दाँतमा लोकल भनेको हड्डी अड्केको थिएन, यसैले ल्याएको त हो नि। सानो त अलिकति ठुलो भइसकेछ। ए चिने बाबु हो। मोरो भिनाजुको दाँतको चाहिँ खेद्दै गर्छ। हेर्छ त फेरि यत्रो माछा लिएर आएछ। के टोल त हेरिसकेको नि। अब यता होइन ऊ त्यता हेरिस्यो। अब यो पुन्टुरेलाई पनि हजुरको अफिसमा छिराइदिनु पर्यो नि। अरे लौ न। हुँदैन यसरी त हुँदैन। कसलाई मात्रै छिराउने। म अफिस गइसक्दाखेरि सिँढीबाटै बेनाजु नमस्कार, कोही फुपाजु नमस्कार, कोही त ज्वाइँ साहब नमस्कार भन्छन्। हाकिम साहब नमस्कार त कसैले भन्दैन। गेटमा उभिने पालेले शुद्ध सलाम सानो बुवा भन्छ। ल हेर त, अफिस गएको हो कि ससुराली गएको मै कन्फ्युज हुन्छु। त्यसरी त कहाँ हुन्छ, कसलाई हाल्ने।